आजको हाम्रो 1 डे भेकेसन सुरु भएको छ यहाँबाट हामी अन द वे हामी कहाँ जाँदैछौँ अरे मायाजी हामी कुन बीच ए के अरे नर्थ क्यारोलिना एक्वेरियम आयरल्यान्ड आइल्यान्ड हैन के अरे आयल हेर्न जाँदैछौँ अन द वे अनि मेरो यो बच्चीले मोज गरिरहेको छिन् गिच्चुनीले नाचिला छिन् मम्मी बुवा यता बस्दै हुनुहुन्छ बुवा त अगाडि बस्नुहुन्छ श्रीमानजी मेरो गाडी चलाउँदै हुनुहुन्छ अन द वे हाइवे बचाउँदै हामी लाग्दैछौँ 1 डे भेकेसन ट्रिप हामी चाहिँ यहाँ रेस्ट एरियामा खाना खानको लागि भनेर छर्यो अनि रेस्ट एरिया अहिले हुँदैन मम्मी मम्मी हेर्दा कति जाने गची फेरि हामी चाहिँ यो चाहिँ तोप यहाँको तोप जस्तो अनि हामी चाहिँ यहाँ रेस्ट एरियामा बसेर हामीले चाहिँ रेस्ट गरेर खाना खाएर लन्च गरेर हामी चाहिँ फेरि ब्याक टु गाडीमा अन द वे हामी जाँदैछौँ बिचतिर अनि एक्वेरियम हेर्नको लागि भनेर हामी जाँदैछौँ सानो पुकुरो अनि मम्मी बुवाहरू आउँदै हुनुहुन्छ यता आऊ यता कति लिएर आएको छन् मान्छेहरू यस्तो छ जाँदैछौँ हामी चाहिँ हेर्नु माथि उहाँ त्यो पार्क हो के पानीमा खेल्ने पार्कहरू पानीमा जाने गुडकुसी मार्ने त्यस्तो छ यहाँ चाहिँ एउटा वाटर पार्क रहेछ भित्रपट्टि गएर तलपट्टि ओ भित्र खै माथिबाट चाहिँ क्या तलतिर क्या त्यो सबै पार्कहरू हामी चाहिँ अलमोस्ट हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ अब हामी एकछिनमा झरेर हामी एक्वेरियम हेर्न जान्छौँ दुईटा देखियो जीवन त्यहाँ एउटा पाइरेट भयो यो भयो मोटाइल बिचपछिको गरे होला यिनीहरू यहाँ पनि काटै काटेर गो काटेर चाहिँ धेरैदेखि काटेर यस्तै घर हुने कि यहाँ सिङ्गल हाउस यो त अलि थोत्रो जस्तो चाहिँ देखियो यो घर ए भनेर रेन्ट दिने घर किनेर बस्ने हो यस्तै यस्तै घरमा भाडा दिन्छन् क्या यहाँ अनि मान्छे घुम्न आउने मान्छे यस्तै यहाँ बस्छन् घरै लिएर बस्नेहरू क्या अनि भित्रै भान्सा हुन्छ भात पकाउने कुराहरू अनि यस्तो घरहरूमा भाडामा लिएर पुरै परिवार हुन्छ नि धेरै मान्छे आउनेहरू के गरे धन्दै यस्तोहरू Bye. Ini. उतै हुन्छ मम्मी उतै हुन्छ हामी चाहिँ एक्वेरियममा आयौँ मेरो बच्चा खुसी भयो कि स्विम भित्रै हुन्छ क्या भित्रै अनि यो चाहिँ हाम्रो एक्वेरियममा हामी आएको छौँ ल आउँ जाऊँ यो चाहिँ हामी एक्वेरियममा आयौँ यो नेसनल नर्थ क्यारोलिना एक्वेरियममा हुन्छ यस्तो रमाइलो छ यहाँको दृश्य यस्तो छ मान्छेहरू एक्वेरियम हेरेर आइसके हामी चाहिँ यता जानु पर्यो हामी चाहिँ चेकिङमा जाँदैछौँ टिकट लिनको लागि चाहिँ विशेष गरी रिजर्भेसन गर्नुपर्ने हो क्या पनि पाउँछ होला माछा देख्यो माछा
के चिन्ह हाम्रो माछा कति चिन्छन् फेरि मेरो बच्चाले माछा चिनेर माछा माछा भन्छन् त्यस्तो छ मेरो मम्मीको यहाँ 2 घन्टाको ड्राइभले गर्दा जिउ लगाउनु लुबुङ भएर कतिलाई आउँछ हामी यता यता जाने यता आमै आमै आउनु न हौ आमै राम्रो भयो बुवाले हेर्दै हेर्नु भएन बुवाले चाहिँ यो बुढीभित्र ढुङ्गा ढुङ्गाबाट आमा देऊ मैदानी यता आउनु यता उजाला खिचिहाल्छ यता हेर्दै हिँड्नु के चिन्न मैले It's beautiful. Excited. I'm so excited to see Macha. Macha and I'm excited to see Macha. Macha देखेपछि एकदम एक्साइटेड हुन्छ मेरो बच्ची Macha. Frog, frog. Frog पनि रहेछ माछाहरू सानो माछाहरू पनि रहेछ माछा Mommy, okay, mommy. यहाँ के छ यहाँ के को गुड छ यहाँ भित्र के छ यहाँनिर यहाँ भेगुता यहाँ भेगुता एउटा खालको एउटा प्रजातिको भेगुता छ यहाँनिर हुँदैन कि अँध्यारो आउँछ उता जाउँ साँच्चै लेदो हकी भएछ यस्तै लेदो वहाँ पनि हुन्छ अमेरिकाको लेदो ए माटो लेदो पानी लेदो दल बसार दल लेदो पानी दाउरा आमा दाउरा हेर्न के बुवा त्यो उड्ने रहेछ नि के हो यो उड्छ किन उड्दैन यो सिकारी हो नि गिद्ध हो क्या गिद्ध बाज हो ए बाज के बाज यहाँको राष्ट्रिय चरा अरे के अहिले यहाँ यिनीहरूले पालेर राख्यो नि त भाग्ने रहन्छन् भनेको के अति यो भनेको यिनीहरूको राष्ट्रिय चरा हरेक ठाउँमा हुन्छ नि
कचुवा 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 जी के बच्चाले के छु यिनीहरूलाई बानी पर्यो के बानी पर्यो वहाँ तल पनि काँचेर बसेको तिम्रो जाने हामीलाई हेरेर बसिरहेको छन् है छोटोहरूले उसलाई देखेर चाहिँ सो एक्साइटेड एक्साइटेड थिङ्स आयो भने चाहिँ ऊ चाहिँ आहा आहा चिन्ने एक्साइटेड के आयो भने चाहिँ आहा आहा गर्ने बुवाको फोटो खिच्नु परेको आहा के चिन्नु मैले साँप पनि रहेछ जीवित साँप हामी यहाँ देख्नुभयो बुवा साँप देख्नुभयो चलेको छ त्यहाँ माथि बसाल चाहिँ लामो खालको माछा रहेछ है लङ लङ नोज लामो नाक भएको माछा नाक हेर्नु यसको नाक ए नाक लामो नाक भएको माछा भन्दो रहेछ यसलाई चाहिँ एक्वेरियम हेर्न भनेर आइरहेको छ कस्तो लागिरहेछ हजुरलाई यहाँको माछाको खान घर हेर्न आउनुभएको हजुर कस्तो लागिरहेछ राम्रो लागिरहेको पनि आउनुभएको छ माछा त देखिरहनु भएको थियो नेपाल अनि खोला खोला घर अगाडि माछा छन् हाम्रो